हेलो साथीहरु नमस्कार। आज चाहिँ हामी चाहिँ केरेलाई साथीभाइ इष्टमित्र सबैजना चाहिँ आज लाकुरी भन्ज्याङतिर जाने सानो सल्लाह छ। त्यसैले म चाहिँ चट्ट लाएर ठिक परिसकेको छु। अब यहाँ साथीभाइहरु भेलाउँदै म चाहिँ हिँडिरहेको छु है। सक्नु हो भेनाजु हाम्रो भेनाजु यहाँनिर हुनुहुन्छ। भेनाजु सडककै पर्नुहुन्छ, कब्रासरा लाउनुहुन्छ। अनि साला भेना यहाँबाट लाकुरी भन्ज्याङसम्मको चाहिँ यात्रामा जाँदैछौँ र यहाँबाट चाहिँ हामी लामाटारसम्म चाहिँ बाइकमा, त्यहाँबाट चाहिँ फेरि हामी हिँड्दै जानेछौँ। हिँड्दै जाने हाम्रो सल्लाह छ। त्यसैले हामी आज हिँड्दै जानेछौँ है साथीभाइ हो। आज धेरै खुसी लागेको छ। धेरै पछि हाइकिङ जाँदैछौँ हामी भाइसँग। यात्रा आज हाम्रो धेरै रमाइलो हुनेछ। हामी वन जङ्गल घुम्नेछौँ होइन, घोरल मृग चराचुरुङ्गी हेर्नेछौँ र जङ्गल पनि घुम्नेछौँ। फ्रेस आउँ भन्ने विचारले हामी सबैको सल्लाहले जानु खोज्या हो। हजुर। अब तपाईँ ठिक परिसक्नु भयो नि त? हजुर, म रेडी छु भाइ। चडक्कला हाम्रो भेना हेन्डसम हुनुहुन्छ। चडक्क ठिक परिसक्नु भयो। जुत्ता पनि कुन कम्पनीको यो? जुत्ता त कुन कम्पनीको यो? कुन कप्पा कि कप्पा भन्नु? कप्पा। ए कप्पा। हाम्रो पुमा भाषाबाट कप्पा भन्ने कुरा फेरि बाउ है। कप्पा बाउ। ल त साथी, अब हामी चाहिँ फाइनल्ली रेडी भइसक्यौँ। अब गयौँ। ल निर्मलाजी हामी लाग्यौँ है त? ल त राम्रो घुमेर फाइनली हामी चाहिँ कोटेश्वर पुगिसकेका छ है साथी हो। कोटेश्वर पुगिसकेका छौँ। अब वर्गमा हामी दुईजना मामाहरूलाई भेट्नेछौँ। यहाँबाट फेरि हामी लामाटारसम्म चाहिँ सँगै जानेछौँ है, 2-4 जना। त्यसपछि फेरि हामी 8-9 जना भएर हामी सर हिँड्दै जानेछौँ गफसप गर्दै है त। ल फाइनली साथी हामी चाहिँ गुवारको पुगिसकेका छौँ भेनेरामा चाहिँ। अनि यहाँ चाहिँ अब 2 जना मामाहरूलाई हामीले पिकअप गर्नुपर्ने हुन्छ। उता उहाँ चाहिँ किर्तिपुरबाट आउँदै हुनुहुन्छ। त्यही भएर भेनेरामा चाहिँ अब खाजा खाँदैछौँ यहीँ। खाजा खाँदैछौँ किनभने बिहानै हिँड्यो नि त हामी। हाम्रो समोसा चाहिँ यहाँ छ। ल भेना अब खाजा खाउँ है त? हस् भाइ, अब समोसा कस्तो छ तर? यसको अन्त कस्तो छ? मिठै रहेछ। मिठो है? ल ठिक छ। ल म नि समोसा खान्छु है त साथी हो। कस्तो छ टेस्ट गरौँ है त? समोसा एकदम मिठो छ है। होटल यस्तो सानो भयो भने टेस्टी रहेछ। ल ट्राई गर है त? खाएँ ल। मिठो रहेछ है समोसा चाहिँ। तर मन्दिरको छेउमा भएछ है अलिकति। मन्दिरको छेउमा परिएछ तपाईँ ठिकै छ। अब के गर्नु होइन, यहाँ भित्र ठाउँ लिनु छ कि बस्ने ठाउँ, त्यही भएर। ल फाइनल्ली साथीहरू आज हामी चाहिँ सबैजना भेट भइसकेका छौँ। हामी चाहिँ लगभग तपाईँको कतिजना छौँ भने 1 2 3 4 5 6 7 8 9 10 जना जति छौँ। 2 जना चाहिँ तलै आउँदै हुनुहुन्छ। हामी चाहिँ लगभग तलबाट चाहिँ 200 मिटर जति हिँडिसकेका छौँ है यहाँसम्म। अनि हामी गुवारकोमा तपाईँको 2 जना भेट भयो, मामाहरू भेट भएर चाहिँ यहाँ लामाटारबाट फेरि हाम्रो साथी सङ्गी 8-9 जना भेट भएर चाहिँ फेरि हाम्रो यो पुमा ग्रुप हो। यता हाम्रो दुर्गा मामा, दुर्गा सर। हाम्रो चाहिँ के अरे पुमाको मात्रै यहाँ छ। हजुर, पुमाको हाम्रो चाहिँ हाइकिङ। हजुर जान्छ जाने यो फेरि हाम्रो बारापोखरी र जन्तेढुङ्गा 2टा पालिकाको मिसिएर हजुर के गरिरहेको छौँ। अनि हाइकिङ गर्दैछौँ। तपाईँ चाहिँ मामा पहिला पनि एकचोटि आउनु भएको अरे? 76 सालतिर
लकडाउन हुनुभन्दा अगाडि होइन 76 सालतिरै त आएको थिएँ। लकडाउनभन्दा हुनुभन्दा अगाडि आएको थिएँ। अनि फेरि 76 सालदेखि अहिले चाहिँ आज आउँदैछु। आज कति साल? आज 82 सालको ठ्याक्कै कति गते? 14 गते हो। 14 गते छ। लगभग तपाईँ 1 वर्षको अन्तरालमै। 1 वर्ष त कहाँ, 76 देखिको। ए सरी 76 छ। गल्ती भयो है, यो चाहिँ 76 देखि लगभग 6 वर्ष 5 वर्षको अन्तराल पछि नै उहाँ पनि आउनुभएको रहेछ। आउनुभएको हाम्रो मामा पनि। ल हामी चाहिँ निस्किँदैछौँ है। मन्नालोयाङ अरे मन्नालोयाङ। बर्खा माछा नहुँदैन जम्मा हिलो अलिकुर चाहिँ गुलामना वातानाल। ल एक्सर्साइज अब यसो हो कुरो के भने अब रुममा कोठामै कति बसिराख्नु, कहिलेकाहीँ त यसो हिँडौँ न भन्ने उद्देश्य हो नि त हामी सबैको। हामी त चाहिने गाउँघरको मान्छे, हिँडुल गरिराख्ने मान्छे। अब यहाँ तपाईँको कोठामा मात्रै बस्यो भने कुजिने सम्भावना हुन्छ। त्यो कारणले गर्दाखेरि आज हामी पुमा ग्रुप, हामी एउटै गाउँको मान्छे दर दाजुभाइ सबैजना मिलेर आज हाम्रो सल्लाह थियो। त्यसैले हामी चाहिँ निस्किँदैछौँ है। लगभग करिब 1.5 घन्टा जति लाग्छ भनेर चाहिँ भन्दै हुनुहुन्छ हाम्रो दुर्गा मामाले। उहाँ चाहिँ पहिला पनि आउनुभएको मान्छे हो, त्यस कारणले गर्दा उहाँलाई सबै कुरा थाहा छ। म चाहिँ यहाँ फर्स्ट टाइम है, फर्स्ट टाइम हो हाम्रो आरोग्य सेन्टर छ। निन्दिना पुमा पनि यहाँ पाइलट बाबा पनि डाँडा पनि देखिन्छ। यहाँ महबोटे ग्रुप हाम्रो। बाट काफ्ले सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम भएको थिएछ। खुसी हुनुहुन्छ एकदमै हाम्रो भान्जा चाहिँ यहाँ यो। ल आज यो बाटोमा चाहिँ सबै पाउने रहेछ है बोट बिरुवा चाहिँ यहाँनिर भयो जति सबै। यहाँ काफल, तर काफल चाहिँ पाक्दैन होला यता। ए पाक्छ है काफल पनि। यतिको पिस बनाए पनि राम्रो हो नि सुविधा। भेना कस्तो भइरहेछ पसिना? आज मेरो चाहिँ वास्तै राम्रो पनि के भन्नु। 6 प्याकमा फेरि 1 प्याक घट्छ कि आज 5मा झर्छ कि क्या हो त? ल हामी चाहिँ धेरै माथि पुगिसकेका छौँ है अहिले। अब लगभग 1 घन्टा हिँडिसकेका छौँ। अब अझै करिब तपाईँको आधा घन्टा जति लाग्छ भनेर भन्दै हुनुहुन्छ यहाँ। गर्मी भयो है, गर्मी भयो। बोकेर झार्दै हुनुहुन्छ एकजनाले। साथी भने यस्तो हुनुपर्छ। अब परिवर्तन हुँदैछ, अब रामाङ्नु थाले। म राउटे धमलामाको कार्यक्रम त के रोदो सजरे होली खाप्न लो मुयै खातो त दन्न नौपा बाङ बन्न खाले दि तासी कि मात्रै म मुमा छ हैन। विशेष गरेर चाहिँ चिरी बाबु महर्जनको लागि त ललितपुर हो नि त यो फोहोर व्यवस्थापन चाहिँ ठाउँ ठाउँै रहेछ है।
तर यहाँ चाहिँ छैन ठिक छ नि मामा यो ऋषि धमाला थमा करे भैँसी मेसिया थङ्दी नाङ्गा सबै हेर्नुहोस् दर्शक दिन एयरपोर्ट हेर्नुहोस् ल साथीहरू हामी चाहिँ फाइनली अब पुग्न लागिसकेका छौँ माथि डाँडामा र यो कराउँदै गरेको चाहिँ कतिपय साथीहरूले सुन्नु भएको छैन होला होइन कति वर्ष भयो यो तपाईँले यो चाहिने यो किरा चाहिँ कराएको तपाईँले कति वर्ष भयो सायद सुन्नु भएको छैन होला देश विदेश बस्ने मान्छेहरू त सुन्नु भएको छैन होला सायद होइन कति वर्ष यो सुन्दै एकदम आनन्द आउँछ क्या जस्तै यो सुन्यो भने तपाईँको गाउँको झलक एकदम राम्रो चाहिँ यहाँ चाहिँ सुनेको छ यो चाहिँ र म चाहिँ माथिबाट यो आवाज सुनेर चाहिँ कुद्दै आएको है साथीहरू यो तपाईँहरूले सुनाउनको लागि यो एकदम करायो भने छुट्टै आवाज आउने कि एकदम छुट्टै महसुस हुने होइन तपाईँहरू लगभग देश विदेश बस्ने मान्छेले त सायद अहिलेसम्म कति वर्ष भयो सुन्नु पनि पाउनु भएको थिएन होला हामी नेपाल बस्ने मान्छेले त लगभग म अझै सुन्दैछु लगभग 2-3 वर्षपछि यो कराएको सुन्दाखेरि चाहिँ छुट्टै एकदम छुट्टै महसुस हुन्छ है साथीहरू र फाइनली मैले चाहिँ तपाईँले सुनाएर पनि आइसकेँ अब हामी चाहिँ सरासर मास्टर जानुपर्ने हुन्छ किनकि साथीहरूले पनि मलाई छोडिसकेको छ म चाहिँ हतार गर्नुपर्ने हुन्छ अब ल यहाँ चाहिँ बाघहरू पनि पाउने सम्भावना हुन्छ अरे साथी त्यही भएर हामी चाहिँ अब छिट्टो कुद्नुपर्ने हुन्छ है साथी हो यहाँ किनभने बाघहरूको अलिकति आक्रमण हुने सम्भावना हुन्छ एकदम ठुलो घनार जङ्गल हो यो एकदम ठुलो यता बाघहरूको पाइला पनि छ कि क्या हो तर होइन होला यो चाहिँ एकदम ठुलो घनार जङ्गल हो राम 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 कठुम्की यहाँबाट चाहिँ पुरै काठमाडौँ भ्याली देख्यो है अहिले चाहिँ एयरपोर्ट पनि देखिन्छ कि क्या हो ए एयरपोर्टै रहेछ त नलिनु पर्दैन यो आफै चढ्ने यहाँबाट लडेर झर्छ अब ए जुगा हो जुकालाई खाएपछि त्यसै गीत गाउँछ मलाई होइन यो लिचिङ थेरापी जापानमा पैसा तिरेर गर्छ हाम्रो पर्दैन जुका फरक होला नि त पालेको भन्दा यो राम्रो छन् लु जामा त्यो अब हुरुरु छ अरे लु ल ल ठुले लु बिता बिता लु Durma main nggak? Iya sih. Ore selalu nih je. Ama mama. Kos tu mito awa. दामी हुन्छ ल यो भ्लगमा हेर्नै पर्छ फेरि अक्चोटा ओ तंसारङ ले सदा खारङ तारङ नाम सुख आम दाबा निको दाबा चाहिँ अर्को लगाइदिन्छ अब चाहिँ मलाई ल्याउँछ लेखादा खारङ लिमजुङ तारङ लिमचिबुङ गोजी मारे मक गनाउँछ नि त अब हैन अलु लोन दिने टाइम त भान्जा दरा डाँडा भन्नुभयो दाजु बुकामा बुकापमा हजुर नेगेर बसको
बुका माटारामा सङ्के याङनी फगतपुर ओना ठुलो खालको यङसँग रहेछ क्या रे हो विकासे विकासे काफलको बोट पनि रहेछ यस्तो के छ बुढो बनाउने भन्नु नामे पुरा चाहिँ हरर भएर फिल्म स्टाइलमा गमलाङलाई लिङचिमुङ ताराङ होताङ ताराङ यहाँ सल्लाहको बोट रहेछ है उफ रुखमा छ है सल्लाइको बोलाको तिमीले कल्लाई हो पारीको मामा काठ उनी हो त काठमाडौँ नै हो त ललितपुर हो ए धेरै माथि पो आइसकेको छौँ हामी त ऊ पारीबाट हिँड्दै आएको हामी ल पारीबाट हिँड्दै आउँदाखेरि ऊ तलको बाटो त्यो बाटो हिँड्दै आएको हामी ल हिँड्दै आएर यहाँ पुगिसक्यौँ यो कन्टेन्ट त खतरनाक करोडको हो यो करोडको भ्यू छ करोडको भ्यू चाहिँ घोडताप्रे भन्छ यसको वैज्ञानिक नाम पनि छ वैज्ञानिक नाम चाहिँ मैले बिर्सेँ हो यही खाएर धेरै यो चाहिँ अल्जाइमरको रोगी मेमोरी पावर लस भएका डिप्रेसनमा गएका स्ट्रेस भएका मान्छे डिप्रेसनमा गएर म झुन्डेर मर्छु भन्ने टाइपको भइरहेछ होइन भनेको मतलब त्यो त स्ट्रेसमा गएका डिप्रेसनमा गएका एन्जाइटी डिसअर्डर भएका व्यक्तिको लागि र अर्को दोस्रो के हुन्छ मेमोरी पावर बुस्ट गर्नुको लागि चाहिँ यो लेमचङपुङ पो लेमचङपुङ मेन छ के अरे यसको घस्रिङे तेल सबैभन्दा महँगो तेल अपकरी रङमा तको छाम्बो न तको मेन त दो मात्र ओदर चौकी छ खान्छ क्या ओदर चौकी हो ए ललितपुरमै परालीको लाकुई भन्छ चौकी हो ए ललितपुर जिल्ला गानामा त हेटौडै पोल्ली नि मिल्नु सबै काठमाडौँ ललितपुर जिल्लाको त धेरै परसम्म पो छ त लाकुरी भन्ज्याङको यो बजारै होला है मामा यो बजारै होला यो बाटो फेरि यो कहाँबाट आउने हो त रोडको बाटो चिसापानी बजार जत्तिकै रहेछ त ए आजकल त तपाईँको राम्रै भएको छ नि चिसापानी बजार पनि के त्यहीको तल ठुली पसिना पनि थुप्रै बगाइयो यता पनि हुनुहुन्छ है हाम्रो साथीहरू लो पानी खोपु ठिक हुनुहुन्छ कतिको गलियो ठुली मजा आइरहेको छ लड छ मुला हालको जावन मुला तिलचाजी तिलचाजी हाँ तिलजाबरे के खाएको छैन रे क्या एउटा चौमिन छ दिनु त यहाँ राङ्ला नेम त गा टिका खोइ का झोला त मलाई मिनान तामाङ टिक्ला तामाङ राङ्ला अमन तामाङ राङ्ला मलाई विश्वास तामाङ तिल तामाङ विश्वास तामाङ तिनीहरूले बारी खाने चौजा चाची चौजा चाची तिनजनाले खाने नि फेरि नदीकै रहेछ नि फसी पनि होइन ओइ तिमीहरू तिनजनाले खाऊ ल झरेर मिलेर खाऊ है फसी बेच्ने Adik ku darah di pungmani berapa yang nih sih puksin eluin. Kalau bato nya mati kote sama kita. Nya mati सम्ममा चाहिने बसेर खाने निर्णय गरियो बस्ने उता पारी ठाउँै रहेन छ के उता ठाउँ त रहेछ तर अलिकति फोहोर ठाउँ रहेछ अनि यतै मासतिर बसेर खाने
सलाब हो म चाहिँ ठाउँ हेर्न आएको छु ल फाइनली हामी बस्ने ठाउँ चाहिँ यही हो पुग्यो गले थकाइ मार्नु पर्यो गले हौ गले हौ कति टाढो रहेछ घाँटे उकालोको बाटो ल साथीहरू चाहिँ आउँदै हुनुहुन्छ अब म चाहिँ पुगिसकेको छु साथीहरू तल आउँदै हुनुहुन्छ चर्कोले माएको छ अरे धेरै गुलिहरू छ है यो खरबुजा साह्रै मिठो ल टेस्टी काठमाडौँको एरिया हो यता त वाटरमेलन ngalayku फर्क्यौँ है साथीहरू फर्क्यौँ हामी अब कार्यक्रम सकेर फर्क्यौँ